विद्यार्थी भाइ बहिनीहरू गुड मर्निङ। आज हामी कक्षा 10 को सेट अन्तर्गत रहेर दुईवटा समूह सम्मिलित समस्याको मोडल 3 टाइपको क्वेसन लिएर आएका छौँ। मोडल 3 क्वेसन चाहिँ निम्न अनुसार रहेको छ। यो क्वेसनमा के भनेको छ भने 100 जना विद्यार्थीहरूको समूहमा 68 जनाले चाहिँ फुटबल खेल मन पराउँछन्, 60 जनाले चाहिँ भलिबल खेल मन पराउँछन् र 2 जनाले चाहिँ कुनै पनि खेल मन पराउँदैनन् भने भेन चित्र बनाएर चाहिँ हामीले निम्न कुराहरू चाहिँ पत्ता लगाउनु पर्ने छ। फर्स्टमा के भनेको छ भने दुवै खेल मन पराउने कतिजना रहेछन् भनेर भनेछ। अनि सेकेन्डमा चाहिँ के भनेको भने फुटबल मात्र मन पराउने कतिजना रहेछन् भनेर भनेको छ। त्यसको लागि हामीले सर्वप्रथम याफले चाहिँ फुटबल मन पराउने विद्यार्थीको सेट जनाउँछ र भीले चाहिँ भलिबल मन पराउने विद्यार्थीको सेट जनाउँछ भनेर मानौँ। के भयो त कार्डिनल नम्बर याफ भनेको कति भयो? 68 भयो। कार्डिनल नम्बर भी भनेको कति भयो त? 60 भयो। कार्डिनल नम्बर यु कति भयो त? 100 भयो। 100 जनाको समूह भनेको छ। 2 जनाले चाहिँ कुनै पनि खेल मन पराउँदैनन् भनेको छ। कार्डिनल नम्बर एफ युनियन भी को कम्प्लिमेन्ट इक्वल टु 2 भयो। अब हामी दुवै खेल मन पराउने विद्यार्थीको सङ्ख्यालाई चाहिँ एक्स मानौँ। अब हामीले अर्को के निकाल्नु पर्ने छ? फुटबल मात्र मन पराउने विद्यार्थीको सङ्ख्या निकाल्नु पर्ने छ। अब यो जानकारीलाई चाहिँ भेन चित्रमा प्रस्तुत गरौँ। दुवै मन पराउने विद्यार्थीको सङ्ख्यालाई चाहिँ एक्स मानिएको छ। अब फुटबल मन पराउने विद्यार्थीको सङ्ख्या चाहिँ 68 छ। फुटबल मात्र मन पराउने भनेपछि के गर्नु पर्यो त? यो टोटलमा इन्टरसेक्सन पार्ट चाहिँ के गर्नु पर्यो? घटाउनु पर्यो। कति भयो त? 68 माइनस एक्स भयो। अनि भलिबल मन पराउने विद्यार्थीको सङ्ख्या 60 जना छन्। भलिबल मात्र मन पराउने विद्यार्थीको सङ्ख्या निकाल्नलाई के गर्न पर्यो? यसबाट यो टोटलबाट चाहिँ यो इन्टरसेक्सन पार्ट चाहिँ घटाउनु पर्यो। 60 माइनस एक्स भयो। अनि 2 जनाले चाहिँ कुनै पनि खेल मन पराउँदैनन् भनेको छ। अब यो भेन चित्रबाट हामीले के पाउन सक्छौँ त? यो कार्डिनल नम्बर यु भनेको के हुन्छ त? यो पार्ट प्लस यो पार्ट प्लस यो पार्ट प्लस यो पार्ट के भयो त? 68 माइनस एक्स यो पार्ट भयो प्लस एक्स यो पार्ट भयो। अनि यो पार्ट कति भयो त? 60 माइनस एक्स भयो। बाहिर कति छ? 2 छ इक्वल टु 100। 100 जनाको समूह भनेको थियो। अब यो 68 प्लस 60 प्लस 2 कति भयो? 130 भयो। एउटा एक्स कट्यो। यो एक्स माइनस एक्स भयो। 100 भयो। कति भयो त? एक्स इक्वल टु 130 माइनस 100 इक्वल टु कति भयो त? 30 भयो। अब फुटबल मात्र मन पराउने भनेको के हो त? यो पार्ट हो। 68 माइनस एक्स हो। एक्सको भ्यालु हामीले माथि निकालिसकेछौँ। कति भयो त? 68 माइनस 30 भयो। 38 जना। अब दुवै खेल मन पराउने विद्यार्थीको सङ्ख्या कति रहेछ? 30 जना रहेछ। र फुटबल मात्र मन पराउने विद्यार्थीको सङ्ख्या कति रहेछ? 38 रहेछ। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला। हामी अर्को भिडियोमा अर्को टाइपको क्वेसन लिएर आउँछौँ। हस्त धन्यवाद।